हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। अनि आज चाहिँ म मेरो साथीहरूलाई भेट्न जान आँटेको छु। पुरा गरम भएर चाहिँ अब हिँड्नु आँटेको। अनि मेरो साथीहरूसँग भेटेर तपाईँलाई देखाउँछु है त। आज मेरो आउटफिट चाहिँ यस्तो छ। बाई बाई अहिलेको लागि। म चाहिँ अहिले भने चाहिँ मेरो साथीहरूलाई भेटिरहेको छु। अनि मेरो साथीहरू चाहिँ यहाँ तलबाट आउँछ नि त। मलाई छिटो भएर चाहिँ मेरो यहाँ अलिकति ब्याङ्कमा काम पनि थियो, डान्सरबाट पर्खिरहेको छु। आज चाहिँ म यहाँ नाइकामा जाँदैछु। यहाँ नानाको ब्याङ्क प्रडक्ट हुन्छ नाइकामा स्टप गर्ने। आज हामी आएको छौँ नाइका स्टोरमा। This is my outfit. मिस के किन्नुहुने हजुर? म चाहिँ एउटा मस्करा हेर्न आएको थिएँ कि, तर मैले सर्च गर्दैछु। यहाँ चाहिँ मेरो साथीले मस्करा किन्यो। अब हामी चाहिँ जाने अहिले चाहिँ हामी यहाँ रिलायन्समा आएको छौँ। अनि यहाँ चाहिँ अफरहरू लागेको रहेछ एक दुईवटा। अन्त चाहिँ यहाँ मेरो साथीहरू चाहिँ लुगा किन्ने अरे उनीहरू हेर्दैछ हेरेर। अनि अब चाहिँ हामी यहाँ भाजबाट निस्किनेछौँ। अनि त्यहाँ चाहिँ कस्तो मजाको एक्जिबिसन। अब मेरो फेभरेटहरू चाहिँ यहाँ रहेछ नि त। अब चाहिँ हामी भाजाबाट निस्किएको। यहाँ त्यस्तो केही छैन सर। अब हामी तल विशाल मेगामा जाने। त्यहाँनिर चाहिँ हामी साथीभाइहरू के गर्छौँ देखाउँछु। फाइनली हामी चाहिँ भाजरादेखि निस्केर अब तल विशाल मार्केट जानेछौँ। फेरि सानो सपिङ गर्नु। 599 किनेको थिएँ नि त्यो अन्जना लगेको। मलाई लाउँदिनँ है त्यस्तोहरू, मलाई अस्पताल लाग्छ। अनि लोसन लगायो, लिप बाम लगायो, हिँडेको कोही बेला त सुहाउँदैन पनि के त म त सुब्बा हुनु पनि उता बाहुनु पनि अलिक मिल्छु। त्यो त भएन है। यो चाहिँ अलिक जात चाहिँ अलिक नान सबै गरेको छ माथि। यो जात अनुसारकै छैन हौ भन्छ नि। म कस्तो छु म? कस्तो हुन्छ? म सुब्बेनी हो, ठेम्बर हो, ठेम्बर। आज चाहिँ हाम्रो चाहिँ खतरा हुँदैछ। हिँडाइ मसिन्दैछ यसरी। कोही कोही बेला साथीहरूसँग हिँडेर पनि टाइम स्पेन्ड गर्नु पर्दो रहेछ है त। अब चाहिँ हामी बाजुराबाट आयौँ। आएर चाहिँ अब हामी यहाँबाट चाहिँ तादुङ जान्छौँ। मिस कता जानुभएको? म चाहिँ नजाउँ भन्दा जाउँ भनेर टाउको दुख्छ गाडी। हामी चाहिँ विशाल मेगा मार्टमा आइपुग्यौँ अहिले चाहिँ। अनि आइपुगेर चाहिँ हामी लुगा हेर्दै थियौँ। अनि डिस्काउन्टमा रहेछ, कति डिस्काउन्ट लागिरहेको रहेछ। अन्त त्यही भएर टी सर्टहरू हेर्दै जाँदै थिएँ। अन्त राम्रो राम्रो रहेछ कतिहरू चाहिँ। अन्त त्यतिकै हेर्दै गयौँ। अनि तर मलाई चाहिँ अब आफूलाई मनपर्ने खालको चाहिँ मैले चाहिँ पाइनँ। अन्त टी सर्टहरू हेर्दै थिएँ हेर्नु चाहिँ। तर पनि यहाँनिर चाहिँ मान्छेहरू बेसी डिस्काउन्ट लागेकोले गर्दा मान्छेहरू पुरा रहेछ सपिङ गर्नेहरू। कति चाहिँ छानिसकेको रहेछ। अन्त कति चाहिँ थियो तिम्रो चाहिँ, तर मलाई चाहिँ मन परेन। अन्त चाहिँ मैले चाहिँ अरू केही लिएँ। मिसाले भनेको जस्तो पाउनु भएन क्या हो। अब चाहिँ हामी निस्केको। मेरो साथी बिमारै भएको जस्तो भयो। अन्त चाहिँ हामी निस्केको। मैले चाहिँ बेडसिटको लगाएको किनेँ, मैले केही पनि किनेँ। अब चाहिँ हामी निस्केको है त। बिल पे गर्नुको लागि चाहिँ यसरी लाइन राख्नु पर्दो रहेछ। त्यो डरग्दो भिड छ कि यहाँ चाहिँ। आज चाहिँ लाइनहरू केही छैन। यत्रो सामान चाहिँ मेरो चाहिँ बिल पे गर्नु नि मान्छेको भिड अब यति छैन। अब चाहिँ यहाँबाट निस्किन आँटेको। मेरो सामानहरू यति बेसी छ, बिल पेमेन्ट गर्नु छैन। अन्त गरम पुरा बेसी भयो।
मेरो भिडियो मन पऱ्यो तपाईँहरूलाई लाइक सेयर कमेन्ट गरिदिनु होला। ओके बाई बाई।